यो हो ओप्पो A6C। यो चाहिँ ओप्पोको एउटा इन्ट्री लेभलको फोन रहेको छ। 7000 मिली एम्पायरको ब्याट्री, 120 हर्ट्जको रिफ्रेस रेट, IP60 वाटर एन्ड डस्ट रेजिस्टेन्स र मिलिट्री ग्रेड ड्युरेबिलिटी जस्ता की फिचर्सहरूले चाहिँ यो फोनलाई के साँच्चीकैको वर्थ बाइङ बनाउँछ त। आज हामी यो भिडियोमा चाहिँ तपाईँहरूलाई ओप्पो A6C को चाहिँ अनबक्सिङ र सर्ट रिभ्यू पनि दिन गइरहेको छौँ। आउनुहोस् सुरु गरौँ। नमस्ते सबैलाई, मेरो नाम दिपेश, तपाईँहरू हेर्दै हुनुहुन्छ टेक्निकल ब्रदर्स च्यानल। आजको हाम्रो भिडियो ओप्पो A6C को अनबक्सिङ र सर्ट रिभ्यू हुन गइरहेको छ। र बक्स खोल्ने बित्तिकै चाहिँ फर्स्टमा हामीले एउटा व्हाइट कलरको पाउच पाउँछौँ यस्तो, हैन, जसमा ओप्पोको ब्रान्डिङ छ। हामीले भित्रपट्टि पाउँछौँ एउटा ट्रान्सप्यारेन्ट कभर र युजर गाइडहरू छ। ल साइडमा राखौँ। जस ओप्पोले कभर पनि दिइरहेको छ अहिलेसम्म फोनमा, हैन, कतिवटा ब्रान्डहरूले चार्जर हटाइसक्यो, अब यसले जस कभर पनि दिन्छ। र फोनको फर्स्ट इम्प्रेसन चाहिँ एकदमै राम्रो लाग्यो मलाई चाहिँ। इन ह्यान्ड फिल पनि एकदम राम्रो छ र हेर्दाखेरि पनि एकदम प्रिमियम देखिन्छ फोन, हैन, र यो कलर पनि एकदम राम्रो छ। यसलाई अहिले साइडमा राखौँ र बक्सभित्र चाहिँ अरू एक्सेसरिजहरू हेर्छौँ हामी। र यसमा चाहिँ हामीले 15 वाटको चाहिँ एडाप्टर पाउँछौँ, जुन चाहिँ ओप्पोले यहाँनिर अलिकति मेन्टेन गरिदिनु पर्थ्यो। एटलिस्ट 22 अथवा 20 वाट भइदिएको भए अलि राम्रो हुन्थ्यो, किनभने यसको ब्याट्री एकदम ह्युज छ क्या। त्यसले गर्दाखेरि चार्ज गर्न अलिक टाइम लाग्न सक्छ 15 वाटले, त्यो भएर हो। र यसमा चाहिँ अर्को हामीले पाउँछौँ USB to Type-C केबल, जुन चाहिँ व्हाइट कलरको रहेको छ, र सिम इजेक्टर पिन यहाँनिर राखिदिएको छ। यति नै रहेको छ र यो नै धेरै हो आजकल। यो फोनको चाहिँ अब हामी पोर्ट्स एन्ड बटनको कुरा गर्छौँ र मुनपट्टि हामीले Type-C पोर्ट पाउँछौँ, स्पिकर ग्रिल, 3.5mm हेडफोन ज्याक र प्राइमेरी माइक्रोफोन रहेको छ। राइट साइडपट्टि हेर्नु चाहिँ पावर बटन, त्यसकै माथिपट्टि भोल्युम अप एन्ड डाउन बटन पाउँछौँ र पावर बटन माथि नै फिङ्गरप्रिन्ट सेन्सर रहेको छ र टपमा चाहिँ छैन, क्लिन छ। र लेफ्ट साइडपट्टि चाहिँ सिम ट्रे रहेको छ। यो चाहिँ एउटा अब बजेट रेन्जको फोन भएको कारणले गर्दाखेरि चाहिँ यसको हामी सिम ट्रे पनि चेक गर्छौँ कि यसमा डेडिकेटेड एसडी कार्ड स्लट छ कि छैन भनेर, किनभने त्यो मोस्ट इम्पोर्टेन्ट हुन्छ बजेट रेन्जको फोनमा, हैन। र यसमा चाहिँ छ, जुन चाहिँ डेडिकेटेड एसडी कार्ड स्लट पनि पाउनुहुन्छ तपाईँहरूले, जुन कुरा राम्रो भइहाल्यो। र फोन चाहिँ बुट भइसकेको छ। र फोनको इन ह्यान्ड फिलको कुरा गर्नुपर्दा म फेरि पनि भन्छु, यो फोन हातमा लिँदाखेरि तपाईँहरूलाई एकदम प्रिमियम फिल हुन्छ। ब्याक यसको प्लास्टिक बिल्ड हो, फ्रेम प्लास्टिक रहेको छ, फ्रन्टमा ग्लास बिल्ड भइहाल्यो। 215 ग्रामको वेट छ, तर वेट डिस्ट्रिब्युसन एकदमै बवाल छ, त्यस्तो फिलै हुँदैन कि हेभी फिलै हुँदैन हातमा लिँदाखेरि। र डिजाइन एन्ड बिल्ड क्वालिटीको कुरा गर्नुपर्दा ओप्पोको फोन एज अलवेज डिजाइन एन्ड बिल्ड क्वालिटीमा प्रिमियम नै हुन्छ, राम्रो नै हुन्छ। अब कुरा गरौँ यो फोनको डिस्प्लेको, जुन चाहिँ यसमा हामीले 6.75 इन्चको चाहिँ HD प्लसको आइपिएस डिस्प्ले पाउँछौँ, जुन चाहिँ 120 हर्ट्जको रिफ्रेस रेटमा आउँछ र 700 निट्सको चाहिँ पिक ब्राइटनेस रहेको छ। र डिस्प्ले क्वालिटी वाइज पनि यहाँनिर ठिकठाक नै छ। वाटर टप नच डिस्प्ले छ, अगाडिबाट हेर्दाखेरि चाहिँ राम्रै देखिन्छ। र जुन चाहिँ इन्डोर आउटडोरमा पनि मैले चलाएर हेरेँ, अब इन्डोरमा त ठिकै छ, अब लो बजेटको फोन भएको कारणले गर्दाखेरि आउटडोरमा पनि त्यस्तो नराम्रो डिस्प्ले चाहिँ छैन। तपाईँहरूले मजाले चलाउन सक्नुहुन्छ आउटडोरमा पनि। एकदम ब्राइट चाहिँ छैन, तर जे होस् युज गर्नको लागि चाहिँ सजिलै हुन्छ। क्यामेराको लागि खतरा ब्रान्ड भनेर चिनिरहेको ब्रान्ड हो। र यसमा चाहिँ हामीले सेटअप हेर्ने भने चाहिँ ब्याकमा डबल सेटअप छ, तर यो चाहिँ एउटा मात्र सेन्सर काम लाग्छ। अर्को सेन्सर चाहिँ यो डिजाइनको लागि दिएको है। 13 मेगापिक्सलको मेन सेन्सर रहेको छ र फ्रन्टमा हेर्ने भने चाहिँ 5 मेगापिक्सलको चाहिँ फ्रन्ट क्यामेरा रहेको छ। र फोटोजहरू पनि मैले खिचेर हेरेँ र डिसेन्ट नै छ। 13 मेगापिक्सल भने पनि ओप्पोले यहाँनिर अलिकति सरप्राइजिङ क्वालिटी दिइरहेको छ, हैन। म चाहिँ अब 13 मेगापिक्सल भने चाहिँ आजकल त अब 50 मेगापिक्सल 108 मेगापिक्सल सुनिरहेको, 13 मेगापिक्सल भन्ने बित्तिकै अब हामीलाई त ओहो खत्तम छ कि क्या हो जस्तो फिल हुन्छ नि। तर मेगापिक्सलमा नजानुहोस्, र रियल क्वालिटी भनेको चाहिँ फोनको फोटो खिचिसकेपछि थाहा हुन्छ। फोटोहरू पनि खिचेर हेरेँ र मलाई चाहिँ यो प्राइस सेगमेन्टको लागि चाहिँ एउटा डिसेन्ट फोटो खिच्ने फोनै लाग्यो, हैन। आजकल लो बजेटमा चाहिँ त्यस्तो अल्ट्रा वाइडहरू चाहिँ दिइरहेको हुँदैन ब्रान्डहरूले, यसमा पनि हामीले पाउँदैनौँ। र यसमा चाहिँ अब हामीले फ्रन्ट ब्याक दुवै क्यामेराबाट चाहिँ पोर्ट्रेट फोटोजहरू पनि खिच्न सक्छौँ। अब कुरा गरौँ यो फोनको प्रोसेसरको, जुन चाहिँ यसमा हामीले युनिसकको T7250 भन्ने प्रोसेसर पाउँछ, जुन चाहिँ एउटा डिसेन्ट प्रोसेसर हो लो बजेटको फोनहरूको लागि चाहिँ। र सोसियल मिडियाहरू अब यसो क्यामेरा फोटो खिच्नको लागि, युट्युबहरू हेर्नको लागि चाहिँ यो फोन एउटा राम्रै अप्सन हुनसक्छ। अपरेटिङ सिस्टमको कुरा गर्दा यसमा हामीले एन्ड्रोइड 15 आउट अफ द बक्स पाउँछौँ, जुन चाहिँ कलर OS 15 मा आउँछ। र यो फोनमा चाहिँ हामीले साइड माउन्टेड फिङ्गरप्रिन्ट पाउँछौँ र फिङ्गरप्रिन्ट पनि क्विक नै रहेको छ यसको। कुरा गरौँ यो फोनको चाहिँ एकदमै की फिचर्स हो, चाहिँ 7000 mAh को ब्याट्री रहेको छ यो फोनमा चाहिँ। र ब्याट्री ब्याकअप वाइज चाहिँ तपाईँहरूलाई यो 1 डे इनफ पुग्छ, जतिसुकै युज गरे पनि, हैन। नर्मल युजरहरूलाई त तपाईँलाई 1.5 डेज लगभग 1.5 दिन 2 दिनसम्म टिक्न खोज्छ ब्याट्री, हैन। एक्सेलरोमिटर, प्रक्सिमिटी, ई कम्पास, एम्बिलाइट सेन्सर जस्ता सेन्सरहरू पनि हामीले यो फोनमा पाउँछौँ। ओप्पोले चाहिँ यो फोनमा चाहिँ AI फिचर्स पनि एड गरिदिएको छ यसपालि चाहिँ। जस्तो यसमा हामीले AI इरेजर, जसको काम भनेको चाहिँ हामीले फोटो खिचिसकेपछि अनवान्टेड अब्जेक्टहरू फोटोजबाट रिमुभ गर्न सक्छौँ।
अर्को एआई क्लियर फेस भनेर पनि एड गरिदिएको छ, जुन चाहिँ पोर्ट्रेट नै हो एउटा अर्को भाषामा भन्नुपर्दाखेरि चाहिँ, तर यहाँनिर चाहिँ ओप्पोले एआई भनेर एड गरिदिएको छ, जसले गर्दाखेरि चाहिँ अलिकति बेनिफिट के हुन्छ भन्दा एआई क्लियर फेसमा चाहिँ तपाईँको ब्याकग्राउन्ड ब्लर गर्ने, स्किन टोन फेसको मिलाउने र एज डिटेक्सनहरूलाई चाहिँ अलिकति राम्रो बनाउने काम गर्छ। अर्को रहेको छ एआई ब्याट्री म्यानेजमेन्ट, जुन चाहिँ ओप्पोले चाहिँ यहाँनिर के भनिरहेको छ भन्दा 6 वर्षसम्म चाहिँ हाम्रो ब्याट्री राम्रो टिक्छ, ब्याट्री हेल्थ राम्रो हुन्छ, जसको चाहिँ कारण भनेको चाहिँ यसको एआई ब्याट्री म्यानेजमेन्ट हो, जसले चाहिँ के गर्छ भन्दाखेरि तपाईँको डेली ब्याट्री युजिङ ह्याबिटलाई चाहिँ यसले रिड गरेर चाहिँ तपाईँको ब्याट्रीलाई अप्टिमाइज गर्ने काम गर्छ, जसले गर्दाखेरि चाहिँ तपाईँको 6 वर्षसम्म पनि ब्याट्रीको हेल्थ चाहिँ राम्रो भइरहेको छ। अब कुरा गरौँ यसमा चाहिँ एआई सिस्टम फ्लुएन्सी, जसको काम भनेको ब्याकग्राउन्ड रिसोर्सेसहरूलाई चाहिँ यसले चाहिँ म्यानेज गर्छ, जसले गर्दाखेरि स्मुथ टच एक्सपिरियन्स दिन्छ तपाईँलाई। 36 मन्थको चाहिँ फ्लुएन्सी जुन चाहिँ यो फोनमा हामीले पाउँछौँ भनेर। अब कुरा गरौँ यो फोनको चाहिँ प्राइस एन्ड भेरिएन्टको। अब यति धेरै कुरा गरिहालियो होइन, लास्टमा कुरा आउँछ प्राइसकै। अब यो फोनको प्राइस चाहिँ कति छ होइन, वर्थ बाइङ छ कि छैन भन्ने कुरा चाहिँ प्राइसले पनि डिसाइड गर्छ होइन। यो फोनमा चाहिँ हामीले दुईवटा भेरिएन्ट अप्सन पाउँछौँ, जुन चाहिँ 4GB ऱ्याम 64GB चाहिँ 23,000 प्राइस रहेको छ भने 4GB ऱ्याम 128GB को चाहिँ 31,000 प्राइस रहेको छ। 4128 चाहिँ अलिकति एक्सपेन्सिभ साइडतिर जान्छ भने 464 चाहिँ आजको दिनमा हेर्नु भने एउटा डिसेन्ट प्राइस नै देखिन्छ। अरू ब्रान्डको कम्पेयरमा ओप्पोको पहिले पनि फोनहरू त अलिकति एक्सपेन्सिभ नै हुन्थ्यो र त्यो अनुसारको बिल्ड क्वालिटी, त्यो अनुसारको ड्युरेबिलिटी चाहिँ फोनमा पाउँथ्यौँ हामीले होइन। र यसपालि पनि त्यही छ, ड्युरेबिलिटी बिल्ड क्वालिटी पनि राम्रो छ होइन, सफ्टवेयर एक्सपिरियन्सहरू पनि तपाईँहरूलाई बेटर एक्सपिरियन्स दिन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ अब 464 को चाहिँ हेर्ने हो भने चाहिँ वर्थ इट नै देखिन्छ। र यो रहेको छ आजको चाहिँ हाम्रो ओप्पो A6C को चाहिँ अनबक्सिङ र सर्ट रिभ्यू। तपाईँहरूलाई यो भिडियो मन परेमा लाइक, सब्सक्राइब र सेयर गर्नुहोला। हस्त धन्यवाद।